आज चाहिँ बिहानैदेखि काठमाडौँमा पानी परिरहेको हुनाले गर्दा म चाहिँ बिहानै उठेर ब्ल्याङ्केट धुने भनेर राखिरहेको थिएँ। अलि पानी नपुगेको हुनाले अनि आज चाहिँ पानी परिरहेको रहेछ। रातिदेखि परिरहेको थियो नि त पानी। अनि उठेर बाटाहरू थापिएले अनि ड्रमहरू बाटाहरू थापेर जम्मा गरेको पानीले चाहिँ धोएँ। अनि एक्लै धुन चाहिँ कस्तो गाह्रो हुने के, एक्लै अब ठुलो उचाल्न पनि नसकिने यताउति गर्न नि। अनि म चाहिँ साबुन लाउँदै थिएँ। अनि एकछिन बुढोलाई बोलाएँ। बुढोलाई बोलाएपछि आउनुभयो। अनि बुढो आउनु भएपछि त्यसपछि यताउति भिडियो गर्दै हुनुहुन्थ्यो। बुढोले चाहिँ देखाइरहनु भएको थियो, पानी परिरहेको भन्दै हुनुहुन्थ्यो। अनि आउनु न यता धुनलाई भनेको, आउनु नै भएको थिएन। अनि म चाहिँ साबुन लगाइरहेको थिएँ, धोइरहेको थिएँ, पानी भर्दै साबुन लाउँदै गरेको। अनि जानुभयो, छिटो धुनु भनेको, जाडो भए म त धुँदिनँ भनेर यता र उता हिँड्दै हुनुहुन्थ्यो। कहिले यता जाने कहिले उता जाने गर्नुभयो। अनि मैले कराएपछि चाहिँ आएर धुनुभयो। दुईजना मिलेर धोयौँ। धोएपछि अनि पानी आएको भनेर धुन आएको, पानी त हराउँदै गइहाल्यो। भरेकै पानीले जसो तसो गर्दै बाटाहरूमा भाँडाहरूमा भर्दै गर्न अनि दुईजना भएर धुन लागेको। साथीहरू काठमाडौँमा साह्रै गाह्रो छ हो, पानीको नि अलि अभावै छ नि त काठमाडौँमा। हाम्रोतिर चाहिँ मेलम्ची आएको छैन कि, अनि त्यही भएर अलिक गाह्रै छ। अनि मैले मोबाइल लिएर यताउति देखाउँदै हिँडिरहेँ, बुढोलाई मार्न लगाएर मैले चाहिँ। अनि बुढोले चाहिँ बिस्तारै मार्दै हुनुहुन्थ्यो, पानी हाल्दै मार्दै साबुन लाउँदै सरापुरो हाल्दै गर्दै थियौँ हामी चाहिँ। भिडियो त पुरा भएकै रहेन।